आज चाहिँ म बिहान उठेर नुहाइँदै गरेर यहाँ गरेर म चाहिँ हिँड्दैछु। अहिले चाहिँ बाटो चाहिँ दामी लाग्यो क्या मलाई। यो खोल्ची नै खोल्ची हिँड्नुपर्ने रहेछ होइन। मलाई चाहिँ बमिटै आइन्जेलसम्म भयो। हामी चाहिँ यो सब आमाको लागि गरिरहेको छौँ है। मन मस्तिष्क वरिपरि भन्दा पनि फिजिकली रूपमा हामीसँग भइदिएको भए चाहिँ धेरै राम्रो हुन्थ्यो। यसरी मैले खोपेर ल्याएको थिएँ क्या। यस्तो हिँड्नुपर्छ, यस्तो हिँड्नुपर्छ, यस्तो हिँड्नुपर्छ। नमस्ते। फिजिकली हुनुभएको भए चाहिँ अब त्यो माया हामीले व्यक्त गर्न सक्थ्यौँ, उहाँको माया पनि हामीले फिल गर्न सक्थ्यौँ। भाकलहरू के छ, इच्छा आकांक्षा के गर्नुहुन्छ त्यो गर्नु सक्नुहुन्छ। अर्काको कुरा हो त्यस्तो नभन्छ। अनि बिचमा स्किप गर्दै हेऱ्यौँ भने चाहिँ बुझिँदैन क्या। साथीहरू खाम उता हेरिदिनु न खान्छु। हेलो गाइज, गुड मर्निङ गाइज। आज चाहिँ म बिहान उठेर नुहाइँदै गरेर यहाँ नुहाइँदै गरेर म चाहिँ हिँड्दैछु अहिले चाहिँ। अनि त्यो एउटा हातमा चाहिँ यस्तो छ क्या। अनि त्यो भएर यहाँनिर पक्रिरहेको छु। ऊ हाम्रो भाउजू चाहिँ त्यहाँनिर पुरा घर राम्रो बनाउँदै हुनुहुन्छ है। हाइकिङ हिँडेको हजुर, आफ्टर मासतिर हजुर। अनि साथीहरू आज चाहिँ हामी चाहिँ दुईजना जाँदैछौँ। हेलो घर अनि मामा उता धामी मामा उता हुनुहुन्छ सानचोकमा। अनि त्यहाँबाट चाहिँ हामी तिनजना हुन्छौँ। आज चाहिँ हामी के गर्न गएको हो, कहाँनिर गएको हो भने चाहिँ साथीहरू होइन, हामी चाहिँ आफ्टर मासतिर गएको हो कि। अनि किनकि आमाको आत्माको शान्तिको लागि चाहिँ हामी चाहिँ केही सामान चढाउन जाँदैछौँ। अनि त्यही हो साथीहरू। अब हामी चाहिँ यहाँ हिँड्दैछौँ अनि बिचबिचमा के कस्तो हुन्छ तपाईँहरूलाई देखाउनेछौँ। आजको मेरो दिन चाहिँ अहिले यसरी नै सुरुवात हुँदैछ। बिहान नुहाएर पानी लास्ट परिरहेको थियो क्या साथीहरू। अनि चिसो पनि भइरहेको थियो। ठिकै छ भनेर चाहिँ नुहाइँदै गरियो। अब बाटो लाग्यो। अनि अहिले म तपाईँहरूलाई देखाउनेछु। त्यो चाहिँ देवीथान हो। देवीथानमा चाहिँ भर्खर अहिले जुन हामीसँग हिँड्दै हुनुहुन्छ उहाँ धामी मामाले चाहिँ आफैले उद्घाटन गर्नुभएको रहेछ क्या त्यो देवीथान चाहिँ। अनि त्यही भएर उहाँसँग हामी जाँदैछौँ। गाइस हामी चाहिँ यहाँनिर आइसक्यौँ होइन। यो चाहिँ पुरा गलिसक्यो अरे। अनि बाटो चाहिँ दामी लाग्यो क्या मलाई। यो खोल्ची नै खोल्ची हिँड्नुपर्ने रहेछ होइन। प्रायः देवीथानहरू होइन, मन्दिरहरू जे पनि यो चाहिँ जहिले पनि पाहाडमै हुन्छ क्या। अलिकति दुःख कष्ट नगरिकन चाहिँ हुँदैन भन्छ नि, हो यही कारण रहेछ क्या। हुन्छ बाबा, कस्तो अँधेरो देखेछ। ए कहाँनिर अब यो त चिप्लिन्छ होला है। ए हुन्छ धनले। आज चाहिँ हामी पुरा लौडी ट्रेनिङ गर्दैछौँ है। आम्बो यस्तो लास्टै थाकिँदो रहेछ हौ साथीहरू। उकालो चढेको त अनि पुरै उयो छ क्या, उकालो न उकालो छ क्या, गर्मी भइसक्यो। मामाहरू चाहिँ उता हिँडिसक्नु भयो। अनि म चाहिँ यहाँ एकछिन बिसाएको क्या। देख्नुभयो अघि कस्तो खतरा थियो बाटो। त्यो खोल्ची नै खोल्ची आएको क्या। हामी जुत्ता चिप्लिन्छ भनेर टेन्सन। साथीहरू म मरेँ यार, सारा फ्याफे भयो। हेर्नु न हामी यहाँ माथि आइसक्यौँ नि। लास्टै उहाँ मामाहरू र दिदी, मामा र बहिनी चाहिँ त्यहाँ पुरा आराम गर्दै हिँड्दै हुनुहुन्छ। म चाहिँ यहाँ पुरै यहाँनिर दैन्डो हुन लागिसकेँ। साथीहरू केही नखाइकन निस्केको, त्यही भएर पानी धर पनि खाएको छैन नि त। अनि त्यो भएर चाहिँ लास्टै थकित भइरहेछ एकदम। यहाँ हेर्नु न पसिनाले लास्टै नुहाएको पनि यत्तिकै नुहाएको जस्तै भइसक्यो पसिनाले नै। यो चाहिँ हो सिरे खोलाबाट आएको पानी, त्यहाँबाट ल्याएको पानी। अनि यो चाहिँ एउटा भाग चाहिँ यहाँबाट होला होइन, अरू कहाँबाट पो छ मामा पानी पाइपको? त्यो पानी पाइप तल
तल है एउटा भाग त यो पनि हैन मामा यो त्यो पनि अनि 10 घरेतिर यो लगेको होला ए सायद यो 10 घरेतिर लगेको होला हैन साथीहरु अनि यस्तो मेहनत गरेर तान्नु पर्ने हुन्छ का पानीहरु हेर्नु न लास्टै गाह्रो छ पानी बिना हाम्रो जिन्दगी चल्दैन त्यही भएर पनि यस्तो दुःख कष्ट गरेर भए पनि पानी चाहिँ लानुपर्ने हुन्छ त्यही हो हामी चाहिँ लास्टै यहाँ नि भारी बिसाइरहेको छौँ हाम्रो साथीहरु म चाहिँ यहाँ आइपुगिसकेँ जस्तो तसो हैन अनि मामाले चाहिँ तल हाम्रो लागि टेक्नलाई लट्ठी सकिने यार बोल्न नै लट्ठी बनाइदिँदै हुनुहुन्थ्यो अनि म चाहिँ आइहालेँ यो यस्तो लट्ठी बोकेर अनि पुरा उकालो छ अब यो उकालो चढ्नुपर्ने क्या माथि छ हैन अनि मलाई चाहिँ बमिटै आइन्जेलसम्म भयो यो उकालो चढ्दाखेरि लास्टै हेर्दा म त बाटो सजिलो देखेको थियो भिडियोमा तर यस्तो डेन्जर उकालो छ हैन उपरै गाह्रो छ अनि हामी चाहिँ यो सब आमाको लागि गरिरहेको छौँ है हामीसँग आमा हुँदाखेरि पनि हामीले सकेसम्म हामीले खुसी पार्ने नै प्रयास गरिरहेको थियौँ अनि अहिले हामीसँग हुनुहुन्न उहाँ तर पनि उहाँको आत्माको शान्तिको लागि उहाँको खुसीको लागि हामी चाहिँ यसरी हिँडिरहेको छौँ अनि त्यही हो आमा चाहिँ अब हामीसँग नभए पनि हाम्रो मन मस्तिष्क हाम्रो वरिपरि हुनुहुन्छ सधैँ तर मन मस्तिष्क वरिपरि भन्दा पनि फिजिकली रूपमा हामीसँग भइदिएको भए चाहिँ धेरै राम्रो हुन्थ्यो अनि अब कस्तो भन्नु अब साथमा भएको जस्तै फिजिकली भए जस्तै चाहिँ हुँदैन रहेछ नि त अनि अब सबैले भन्नु त हुन्छ हाम्रो वरिपरि छन् त्यस्तरी मन उयो नगर्नु सानो नपार्नु भनेर सम्झाउनु हुन्छ तर पनि साथमा भए जस्तो चाहिँ हुँदैन रहेछ अब हामीले अब केही कुराहरू गर्न लाग्छौँ या केही गलत सही गर्न लाग्छौँ भने पनि उहाँले अब फिजिकली उहाँ हुनुभएको भए चाहिँ कमसेकम हामीलाई भनिदिनु हुन्थ्यो होला नि त यो त्यो भनेर तर उहाँ हुनुहुन्न अनि हाम्रो सही गलत पनि हामीलाई थाहा हुन्न के गरिरहेछौँ कसो गरिरहेछौँ भनेर अनि कुनै पनि कुरामा अनि त्यही हो अनि अब माया देखाउनु छ भने पनि उहाँले हामीले माया गर्छौँ उहाँले पनि माया गर्नुहुन्छ तर हामी देख्दैनौँ नि त होइन तर अब पनि मनमा त माया छ फिजिकली हुनुभएको भए चाहिँ अब त्यो माया हामीले व्यक्त गर्न सक्थ्यौँ उहाँको माया पनि हामीले फिल गर्न सक्थ्यौँ त्यही भएर चाहिँ केही छैन अब जे नहुनु थियो त्यो भइसक्यो अब हामीले त्यो पनि सोचिराख्नु पनि भएन अब उहाँकै आत्मा शान्ति आओस् भनेर चाहिँ हामी यति धेरै हिँडिरहेको छौँ मेहनत गरिरहेको छौँ हाम्रो यो मेहनत उहाँको लागि नै हो अनि मामाले चाहिँ पुरा मेरो झोला बोकिराख्नु भएको छ क्या म गलेँ भनेर लास्टै गाह्रो छ है मामाले पुरा मेहनत गरिराख्नु भएको छ हाम्रो लागि यहाँनिर लट्ठी ओइ हेरेको हेरे भयो अरे यस्तो छ बाटो क्या आमामा योदेखि अझै पारी पल्लोपट्टि डाँडा अरे अनि मामाले चाहिँ हामीलाई अलिकति भए पनि सान्त्वना दिँदै हामीलाई लाँदै हुनुहुन्छ आयो आयो भन्दै होइन गाह्रो छ देवी देवता चाहिँ है मामा भिर पाखामै बस्ने अन्त नि शनि मन्दिर मात्र होला हौ यस्तो सम्म ठाउँमा सजिलो बाटोमा बसेको त त्यो तलको के भरे तिनकुनेको छेउको क्या मामा शनि मन्दिर कहाँ पो छ त्यो शनि मन्दिर छ नि तिनकुनेको ए उहाँ त अब त्यो सम्ममा अन्त नि यस्तो देवी थानहरू भयो होइन जुनै पनि मन्दिरहरू चाहिँ भिरपाखामै बस्ने रहेछ नि यस्तै बस्छन् त्यो पहिला त्यो थाहा त्यहाँ तिनकुनेको पनि खास त्यहाँ पहिला थाहा थिएन पछिबाट थाहा पाएर त्यहाँ गरेको ए पहिला त थिएन थाहा थिएन फाइनली साथीहरू हामी चाहिँ यहाँ देवी थान आइसक्यौँ होइन हजुर अनि त्यही हो साथीहरू यहाँनिर चाहिँ देवी थान हो है यो चाहिँ हो सेतीनाथ थान होइन अनि साथीहरू यहाँ मेन चाहिँ यो हो अनि यता साइडहरू पनि छ साइडमा पनि अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ पनि यो पनि अब एउटा हाम्रो विश्वास भनौँ न यो धामी
थाहा छँदै छ होला हैन यो हजुर मामा अनि यो चाहिँ लाली गुराँस यहाँ ए लाली गुराँस पनि रोप्नु भएको यो रहेछ यो छ यो लाली गुराँस यो मसिनहरू यिनीहरू अनि ऊ पर छ ठुलो यता हाम्रो ठुलो भन्नाले अब ठुलो त हैन यहाँ छ अलिक यो चाहिँ ए यसो त ऊ त पलाइसक्यो माथि पत्ता ए यसो पत्ता पहिला यस्तो थिएन अलिक पत्ता पलाउँदै छ कि अनि जब म यो चाहिँ बाँच्छ कि भन्ने ठुलो आश गरेको छु है हजुर यहाँ एक ठाउँमा 4 यहाँ रोपेको छु हजुर यहाँ ऊ पर पनि छ लाली गुराँस अनि यहाँ परतिर यहाँ तल छ यहाँ अलैँची पनि यहाँ तल रोपेको छु है विचारको लागि खेती गर्नुको लागि होइन यो हजुर हजुर त्यतिकै अब यो बाँसहरू यहाँ तल रोपेको छ यसपालि त्यो अलैँचीको बोट कस्तो हुन्छ दाना रोप्ने ए अलैँचीको बोट यहाँ तल छ यस्तो हो यो हिजो अस्ति मैले सारेको यो कोलाहरू पनि तपाईँले रोप्नु भएको यो त मैले रोपेको यो यहाँबाट सारेको यो मार्ने यो चाहिँ अब यहाँबाट त्यो बिरुवा कोही कोही एक दुईवटा त्यहाँ रोपिहाल्यो भोलिपछि कोही कोही त्यहाँ रोप्ने अनि जम्मै यत्रो तपाईँहरूले नै पार्नु भएको मैले रोपेको अनि अब एकछिन है तपाईँलाई यो मामाले चाहिँ यहाँ साह्रै मेहनत गर्नुभएको रहेछ यो ठाउँको लागि क्या साथीहरू अनि हेर्नु न यहाँनिर सबै तितेपातीहरू पनि रोप्नु भएको रहेछ उहाँले अनि परिजातको फुलहरू तुलसीको बोटहरू थुप्रै छ यहाँ सपना पाएर अनि उता निस्किँदै खनेको यस्तो अनि त्यहाँ छ फेरि ठाउँ उता पर भित्तामा छ यस्तो टाउको चट्टै चुडेको है त्यहाँ अर्को खालको छ यो पानी चाहिँ यहाँ यो हटाएपछि अब देखिन्छ क्या यहाँ पानी चाहिँ यसो बहरा जस्तो छ त्यहाँ चेप भएर ढुङ्गाको चेप भएर पानी निस्किन्छ यो अनि अब यो पछि हिचाइमा रानी महारानी ठाकुर रानी हेतु बसेर राना कालीसँग पातिबाट माता दिदी हेतु बसेर शक्तिलाई उहाँहरूले चाहिँ अब यसो चढाइदिएको छ उहाँ चाहिँ अब माथि बैकुण्ठ लोकमा चाहिँ राम्रो बास होस् उहाँहरूले चाहिँ आत्मा शान्ति पाओस् राम्रो होस् भनेर चाहिँ उहाँहरूको अब छोरीहरूले चाहिँ यसो चढाइदिएको छ उहाँहरूको अब उहाँ आमाको नामबाट चाहिँ त्यसैले यो भगवान्ले चाहिँ राम्रो गरोस् उहाँले चाहिँ रक्षासँग गरोस् तपाईँलाई पनि हातेको ताकेको चित्ता कामहरू राम्रो होस् तपाईँको कुनै अब रिङ्कटा चल्ने टाउको दुख्ने चुला हान्ने ल्याउने कुनै घोसी ल्याउने पौली ल्याउनेहरू पनि हात खुट्टाहरू सुना ल्याउनेहरू शान्ति गरिदिनु है भनेर चाहिँ सेवा नमस्कार गरेको छ तपाईँलाई चाहिँ चखुमिठो गरिकन खाली पेट गरेर चाहिँ अब 2083 साल जेठ आज 27 गते मङ्गलबारको दिन 26 गते आज मङ्गलबारको दिन शुभ दिन शुभबारमा चाहिँ एकदमै चाहिँ राजदेखि चाहिँ पवित्र स्थानलाई चाहिँ नगरा शान्ति गरिदिनु हातेको चाकरीका कामहरू पुरा गरिदिन्छ नपर्नुहोस् यो चाहिँ साथीहरू यो जति पनि यहाँनिर घन्टीहरू छ नि यो घन्टीहरू चाहिँ यसरी नै आत्मा शान्ति पाउन् भनेर चाहिँ उहाँहरूको नाममा चाहिँ नाम लेखेर राखिदिनु भएको हो है अनि यहाँनिर हेर्नु न यसरी खोप्नु भएको जग्गा यसरी अनि हाम्रो चाहिँ यहाँनिर आमाको यहाँ नाममा है पानी तपाईँलाई केरा पाएको है ए हाम्रो चाहिँ यहाँनिर आमाको नाममा यसरी मैले खोपेर ल्याएको थिएँ क्या साथीहरू अनि त्यही हो आमाको आत्माको शान्तिको लागि चाहिँ हामीले यसरी यहाँसम्म आएर यत्रो दुःख गरी यत्रो टाढाबाट यहाँसम्म आएर हामीले चाहिँ यसरी गरिरहेको छौँ उहाँको
आत्माले शान्ति पाउन् भनेर। अनि हाम्रो चाहिँ पूजाहरू सबै गर्ने कामहरू चाहिँ सकिसक्यो। अब चाहिँ हामी जानुपर्ने हुन्छ। यहाँनिर चाहिँ पानी खानालाई उहाँ मामाले बनाइदिँदै हुनुहुन्छ। डरम मेहनत गर्दै हुनुहुन्छ मामाले चाहिँ। साथीहरू यो पानी चाहिँ होइन यहाँनिर चाहिँ मूल जराबाट होइन मामा जराबाट आएको पानी हो। यहाँनिर चाहिँ यो पानी कहिले पनि सुक्दैन अरे क्या साथीहरू। अनि त्यही भएर यहीँदेखि नै अनि के भन्छ देवीथान चाहिँ के भएको अरे मामा उत्पन्न हुनुभएको यहाँबाट चाहिँ देवीथान चाहिँ उहाँ मेन कुरा चाहिँ यहाँनिर कसरी भयो भन्ने कुरा हुँदाखेरि चाहिँ हाम्रो मामाको सपनामा चाहिँ मामा चाहिँ धामी हुनुहुन्छ। अनि उहाँको सपनामा चाहिँ अनि देवीथानको देखाइराख्ने भएको थियो अरे। अनि त्यही भएर चाहिँ उहाँको त्यो सपनामा आएर चाहिँ उहाँ आएर नै आफै यहाँनिर चाहिँ यो सबै यो चिजहरू चाहिँ उद्घाटन गर्नुभएको हो है। अनि यहाँनिर चाहिँ यो पानी चाहिँ कहिले पनि हट्दैन सुक्दैन साथीहरू। अनि त्यही भएर अनि उहाँले चाहिँ यहाँनिर देवीथान बनाएर चाहिँ अहिले धेरै कुराहरू गरिराख्नु भएको छ। बिस्तारै बिस्तारै यहाँनिर पनि विकसित हुन्छ अनि मान्छेहरू आउने जाने हुन्छ। कति मान्छेहरूलाई थाहा छ यतै नजिककोहरूलाई, कति मान्छेहरूलाई थाहा पनि नहुन सक्छ। अनि त्यही हो अब बिस्तारै सबै कुरा अब देखेपछि थाहा हुन्छ। अनि तपाईँहरू पनि नजिकै हुनुहुन्छ भने चाहिँ यहाँनिर आउँदै गर्नु होला, यताउता हेर्दै गर्नु होला होइन मामा। यो त अब तीर्थस्थल हो नि। त्यही भएर हामी पनि यहाँसम्म आइसक्यौँ है। अब तपाईँहरूको पालो, तपाईँहरू पनि आउनु होला। यो टाउको होइन हजुर टाउकोले खेलेर यता अब यसो पुच्छार यतातिर यसरी घुमेर छ। यसरी अब पुच्छार चाहिँ यहाँदेखि लिएर यता कहाँ कताबाट यसो घुमेर यतातिर आएको छ यसको। यो चाहिँ मेन टाउको। अनि पुच्छार चाहिँ वरिपरि बेरेको छ यसरी यसरी बेरेको छ। यता चाहिँ टाउको चाहिँ यहाँ छ। अब यहाँ पनि झन्डै नाकै नक्सा छ नि यहाँ पनि हेर्नु त। तर यहाँ चाहिँ अब यो अलिक यो गाढा रङको छ, त्यो चाहिँ अब पातला हल्का रङको छ। यो पनि टाउको नै हो नाकको होइन भनेपछि यहाँ सेम नाउको सेम छ यहाँ पुरा गाढा रङको यस्तो खालको छ। यो तल पहिला तल उनीहरूले थानमा राखेको यस्तो यस्तो चिजहरू पनि छ क्या साथीहरू यहाँनिर चाहिँ। यो चाहिँ कोसीबाट भेट्टा ल्याएको है। कोसीमा म जाँदाखेरि हजुर यो सेटै छ। मामाले कहाँबाट के ल्याउनु भएछ कलेक्सन गर्नुभएछ। यो वरिपरि धागोले बेरेको जस्तो छ। यसको त सेटै रहेछ नि मामा। सेटै छ यहाँ माथि अब टुप्पो यहाँ छ यस्तो। यो त पुरा त चक्र के भन्छ नि चक्र त्यस्तो जम्मा 59 वटा गनेको छ अस्ति साथीहरूले नि। 59 वटा फन्का रहेछ क्या। यो चाहिँ 21 वटा छ र यो चाहिँ हजुर। अनि गन्यो के थुप्रै धेरैले गन्यो यो। अनि यहाँ ल्याएर राखेको यस्तो छ। यस्तो यस्तो चिज पनि छ है साथीहरू यहाँनिर चाहिँ। अब यो प्रचार अब भाइरल गर्नुपर्छ पछाडि। सेवारो नमस्कार सम्पूर्णलाई। अब हाम्रो देश विदेशमा रहनुभएका सम्पूर्ण हाम्रो आमा बाबु दाजुभाइ दिदीबहिनीहरू कोही चेलीबेटीहरूलाई चाहिँ मेरो तर्फबाट चाहिँ नमस्कार छ। यो चाहिँ हाम्रो धरान यो देउराली आपटादेखि माथि यता यो ठिङ्गाबारदेखि माथि सिरानमा पर्छ। यो स्थान चाहिँ तपाईँको पवित्र जल स्थान हो। यो पवित्र जल छ। यो जलमा चाहिँ एउटा अब नाग थान यहाँ निस्केको छ। नागको नाम चाहिँ तपाईँको सेती नाग थान हो। त्यो सेती नाग थानमा चाहिँ हामीलाई चाहिँ यहाँनिर सुरुवात गरेको 1 वर्ष आँटेको छ। त्योभन्दा अगाडिदेखि नै त्यो सुरुवात गरेको। तर यहाँ चाहिँ अब अहिले सञ्चालन हुन थालेको चाहिँ 1 वर्ष भइसक्यो। त्यसले गर्दाखेरि चाहिँ यो यहाँ चाहिँ आएर तपाईँहरू सम्पूर्णलाई चाहिँ सेवा गर्नु सक्नुहुन्छ। आफ्नो भाकलहरू के छ इच्छा आकाङ्क्षा के गर्नुहुन्छ त्यो गर्नु सक्नुहुन्छ। यहाँ भिजिट गर्नुहोस्। अब सुरुवात भइरहेको छ। त्यसले गर्दाखेरि यो सेती नागथानको स्थान गरेको पवित्र जल स्थान। अब लिम्बू भाषाबाट से साङसाङ अनि फलेर फदाङबा असेकमाङ भनेर भन्छ। अनि यतातिर हेर्दाखेरि यहाँ थपनाडा छ। अब यहाँ सेती एउटा नागको पनि नक्साहरू छ यसमा। अनि माथि पनि नागकै हो। त्यहाँदेखि यो एउटा युमारानी महारानी पवित्र के अरे पार्वती के भन्छ यो पर्वतेबाट युमारानी महारानीको। अनि यो पाथिबाट थपना यो कुम्भकर्णको यो सेवालुङ भन्ने त्यो मनकामना। अनि त परतिर चाहिँ अब अरू छ त्यसमा देवी देवता अरूको छ। यो मेन चाहिँ यिनीहरू हो। त्यसले गर्दाखेरि तपाईँहरू आउनु सक्नुहुन्छ। ल
सेवारो मेरो भनाइ त यति हो, यहीँ टुङ्गाउन सक्छु। ल सेवारो नमस्कार। ओइ झन्डै लरे दाना पनि रोप्ने क्या हामीले पछि। तँलाई खानै आएन फेरि अभान आमाले हजुर छेउबाट खाने हो क्या? अनि यो पक्लिन्छ नि त। अर्ग्यानिक पानी त खान आउनेलाई मात्र हो है, खान नआउनेलाई त हुँदैन रहेछ। लु त्यस्तो गर्नु हुँदैन। हेर है कोलाको पतमा चाहिँ राम्रो हुन्छ खाँदा। एकछिन म तपाईँलाई अब होइन मामा अगाए भयो। यी म त हातले नै खाने हो अब। म त हातले यसरी साथीहरू यसरी हो नि त अर्ग्यानिक पानी हानेको। यो हो तरिका हानेको। मैले त खाएँ अघि। दामी। ल अब हात काटौँ अनि जम साथीहरू हामी चाहिँ अब अहिले बाटो लागिसक्यो। फेर्नु न मेरो पानी बोकेर यस्तो बिजोग भयो यहाँनिर। अनि त्यही हो अब चाहिँ हामी हिँडेको जाँदाखेरि ऐ परेर पुरा खने जस्तै गरेर यस्तोरी हिँड्नु पर्यो होइन। अब जाँदाखेरि चाहिँ ओह्रालो गुल्टिँदै हिँड्ने हो साथीहरू। जो माथिको बाटो आएको यस्तो उकालो बाटो। ल बिचरा मामालाई साथीहरू अब म चाहिँ यहाँदेखि अब घर गएर चाहिँ अनि फेरि हस्पिटल जानुपर्ने छ होइन। अनि म चाहिँ यहाँ हस्पिटल गएर मेरो अलिकति चेकअपहरू छ नि त, अनि त्यो चेकअप सकेर चाहिँ आउनुपर्ने छ। फेरि मेरो चाहिँ आज म कति घन्टा सुतेको थाहा छ साथीहरू? 2 बजे 3 बज्ने बेला म सुतेको थिएँ। अनि 4 5 2 साढे 2 घन्टा 5:30मा उठेको थिएँ। 2.5 घन्टा जति म सुतेँ क्या साथीहरू। त्यहाँदेखि त सुतेको छैन। अनि उठ्ने बित्तिकै नुहाइधुवाइ गरेर होइन अनि यता बाटो लागेको। अनि फेरि अब यहाँदेखि चाहिँ अनि फेरि अब घर गएर अनि ड्रेस धोएर कामको अनि फेरि अनि हामी चाहिँ अनि म चाहिँ जानुपर्ने छ हस्पिटल। अहिले चाहिँ अब हामी हतार जानुपर्ने हुन्छ। त्यही भएर अब चाहिँ हामी एकैचोटि पर पुगेर मात्र भिडियो बनाउँछौँ ल। साथीहरू यहाँनिर चाहिँ पुरा हामी चाहिँ गुर्बे खोज्दैछौँ है। मामा पनि यहाँनिर गुर्बे खोज्दै हुनुहुन्छ। ऊ बहिनी पनि त्यहाँनिर गुर्बे खोज्दैछ। म पनि यहाँनिर गुर्बे चाहिँ मलाई साह्रो मिठो लाग्छ। तपाईँहरूलाई कतिको मिठो लाग्छ हौ साथीहरू? कतिको खानु भएको छ छैन? म चाहिँ लास्टै मनपर्छ गुर्बे चाहिँ। फेरि अर्ग्यानिक चिजहरू चाहिँ फेरि ओभर मिठो हुन्छ नि त। अनि यहाँ चाहिँ च्याउ पनि फल्छ अरे। फल्छ होइन मामा? उम्रिन्छ चाहिँ होला हौ च्याउहरू पनि उम्रिन्छ अरे। तर च्याउ चाहिँ होइन। अहिले चाहिँ हामी चाहिँ गुर्बेको लागि सिकार गर्दैछौँ। के कराउँछ? कहाँ खोजी हिँडेको नि? हिँड मामाले बरु यहाँ धेरै देखिसक्नु भइसक्यो, भेटिसक्नु भयो। आयो साथीहरू हामी चाहिँ होइन यो पल्लो डाँडा यसको पनि यसको यताबाटको यो जुन डाँडा छ नि यसको पल्लो डाँडा पुगेर आएको क्या हामी चाहिँ साथीहरू। अनि बल्ल हामी चाहिँ अब तल झरिसक्यौँ। हामी पहिला सुरुमा चाहिँ यहाँबाट यो डाँडाबाट यस्तरी हुँदै गरेर गयौँ यो डाँडा। अहिले चाहिँ हामी यताबाट सर्टकट हुँदै यताबाट आएको। यो बाटो योदेखि यहाँसम्म आउँदाखेरि पनि यस्तो कालो छ नि बाफ्रे। लास्टै खुट्टा कामेर हिँड्दाखेरि त। अनि हामी चाहिँ अब तल झरिसक्यौँ। यहीँनिर 9 बजिसक्यो। अब हतार गरेर जानुपर्ने हुन्छ। गाइस हाम्रोमा चाहिँ यहाँनिर गेस्टहरू आउनु भएको छ 2 जना। हेलो हेलो नमस्ते। अति
म चाहिँ करेन्ट खान आएको मान्छे कोक पनि छ साथीहरू यो चाहिँ पुरा यसलाई चाहिँ फेरि कस्तो खालको तल करेन्ट मनपर्छ अरे भन्दै त करेन्ट कसलाई मनपर्छ करेन्ट खाने मर्दैन चाउचाउ भन्न करेन्ट चाउचाउ कस्तो खालको मनपर्छ तँलाई झोलिलो यसलाई झोलिलो मनपर्छ अरे क्या साथीहरू अनि त्यो भएर चाहिँ मैले यसलाई यस्तै दिएको थिएँ कि ग्रेभीवाला बनाएर दिएको थिएँ होइन खतरा तर यसले यो पानी थपेर यत्रो पानी थपेर यसले यस्तो झोल बनाइरहेको यसले गिदी गरे क्या मलाई हो साथी भनेको नत्र भए त तेरोमा यत्रो झोल अनि यत्रो यहाँ कसरी हुन्छ मलाई धेरै दिएको क्या यसले होइन नि फेरि अघि गनेको 25 तेन्द्रा धेरै आइरहेको छ चाउचाउको तँलाई पक्क अब त यसलाई झन् माया गरेर दिएको त झन् पो यता चाहिँ मासु दिएको छ मलाई चाहिँ सुक्खा दिइरहेछ मासुको चोट्टा है साथीहरू यहाँनिर चाहिँ मलाई यहाँ खोर्सानी मात्र दिनुभएको छ हेपिङ उता जान काम नपाएको हेर न यसलाई कस्तो ह्यान्डसम दिएछ फेरि आज चाहिँ यसलाई अहिलेसम्म यस्तो ह्यान्डसम त कहिले पनि भएको थिएन साँच्चै भनेको अर्काको बुढा हो त्यस्तो नभन थाहा छ त अर्काको बुढा हो भनेर तर साँच्चै ह्यान्डसम दिएछ क्या मैले तल साथीको नाताले भनेको क्या कस्तो बिच्केर हेर्नु त साथीहरू मलाई भाउजूले साथीहरू यसले ओपर मन दुखायो नि त मेरो साथीलाई मात्र उहाँ जयलाई मात्र मासु दिनुभयो मलाई चाहिँ दिनु भएन खुर्सानी मात्रै दिनुभयो भनेपछि त अनि आम्मा भाउजूले माया गरेर ल्याइदिनु भयो नि त मलाई त भातै दिनु भएन अब भात पनि आउँछ कि साथीहरू मलाई चाहिँ करेन्टै दिएन हो यसले हेर्नु न मलाई त यस्तोमा त मुन्टामा यस्तो गाह्रो छ यार जिन्दगी के गर्नु जङ्गलीहरूले खाने भनेको त्यही हो क्या यसले अब यो काट्छ कता थाहा छ उसको एउटा आउँदैन नि भयो हो मुखबाङ गरेको होइन यार साथीहरू खाम उता हेरिदिनु न खान्छु खाना खा यसको खुवाइ फेरि डेन्जर हुन्छ यसले हाँस्दा खायो दाँत लुकाएको रे दाँत लुकाएको क्या यसले साथीहरू तपाईँको मात्र दिनु त अनुहार छोपेर खान्छु दाँत देख्नु भयो साथीहरू हाँस्दाखेरि यता हेर्नु एकचोटि म चाहिँ बिहे गरेको मान्छे हो बुढीले कुट्छ भनेर यसलाई डरले क्या साथीहरू जतिखेर पनि म चाहिँ बिहे गरेको मान्छे हो भनिरहेको छु आइएम अ विवाहित हो थाहा छ तल भन्दै सुरु मलाई थाहा थियो यार यो कुरा त बिहे गर्ने मलाई हात पनि हेरिदिनुहुन्छ कि हजुर हो हजुर हस् हेरिदिन्छु कहीँले त म तेरो हात हेरिदिन्छु उहाँ त माता हो कि फेरि अनि खानु दिएन हो खाना खा सिजन झार्दै खा टिसु टिसु अरे ल हेर्नु त मैले भने नि सिजन झार्दै खाने ए भगवान ले न तँलाई टिसु उहाँलाई पनि त चाहियो होला नि टिसु अब बहिनी म तिम्रो चाउचाउको पैसा दिन्छु छोड्दो न छोड्दो कुरा गरेर के साह्रो है साथीहरू आजको दिन चाहिँ मेरो यसरी नै बित्यो होइन अनि बिहानै उठ्यो अनि माथि डाँडा चढ्यो लास्टै खतरा ट्रेनिङ भयो आज लौरे ट्रेनिङ भयो अनि लास्टै जिउहरू थाकिरहेको छ खुट्टाहरू दुखेर गाह्रो भइरहेछ अनि आउने बित्तिकै नि क्याम्प गयो आयो अनि त्यही हो अनि साथीहरू अहिले भेट्न आएको थियो मलाई चाहिँ अनि साथीहरूसँग कुराकानी भयो यस्तो गफसफ त्यस्तै हो अनि अहिले चाहिँ अब हामी आफ्नो बाटो लाग्यो केटो अनि त्यहाँदेखि अनि म चाहिँ अब सुत्नलाई रेडी हुन लागेको छु अनि त्यही हो गाइस हाम्रो चाहिँ अब मेरो दिनचर्या चाहिँ आजको यस्तै भयो यस्तै नै बित्यो अनि त्यही हो अब सबैको आफ्नो होइन अब हुन्छ नि त अब धर्म कर्म रीतिरिवाज अनि लाइक अब परम्परा अनुसार चलिरहेको होइन अनि अब एउटा मनदेखिको अब सबैको विश्वास होइन अनि जुन आज हामीले गऱ्यौँ अनि त्यो चाहिँ अब सबैजनाले गरिरहेको हिन्दू धर्ममा त प्रायः सबैजनाले त्यसमा विश्वास गर्नुहुन्छ नि त अब सबैको विश्वास हो एउटा होइन अब हुन्छ हुँदैन अनि त्यो पुरा भन्ने कुरा चाहिँ अब त्यो देखा जाएगा होइन तर पनि एउटा मनको
एउटा विश्वास भन्ने चिज चाहिँ होइन अब त्यही हो आमाको आत्मा शान्ति पाओस् भनेर चाहिँ अब हामीले पनि त्यो गऱ्यौँ अनि जस वर्ष दिन त पुगेको छैन अनि अब वर्ष दिन नपुग्दाखेरि नै नि अहिले नै चाहिँ अब हामीले अब जुन धामीहरूले भनेअनुसार चाहिँ अब हामीले गऱ्यौँ त्यसरी नै यस्तो गर्नुपर्छ त्यसो गर्नुपर्छ भनेर चाहिँ त्यसो गऱ्यौँ अनि त्यस्तै हो साथीहरू अब हेर्दै जानु होला माया गर्नु होला यसरी नै सधैँभरि अनि नयाँ हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गर्नु होला त्योहरू होइन हेर्दाखेरि लगातार हेऱ्यो भने बुझिन्छ नि त सबै कुरा लास्टसम्म स्टार्टदेखि लास्टसम्म हेऱ्यो भने होइन अनि बिचमा स्किप गर्दै हेऱ्यो भने चाहिँ बुझिँदैन क्या के हो के को लागि रहेछ कस्तो भन्ने कुरा होइन अनि त्यही भएर चाहिँ अनि त्यो हाम्रो यत्रो मेहनत होइन अब यति धेरै हामीले उयो गरिरहेको हुन्छौँ तर लास्टमा चाहिँ त्यो सर्ट उयसमा क्लिपमै सकाइदिन्छ क्या नबुझिकन हुन्छ कि के गरेर हुन्छ यत्तिकै ऱ्यान्डमली त्यतिकै छोडिदिन्छ अनि त्यो जुनै पनि भिडियोहरू होइन जब स्टार्टदेखि लास्टसम्म हेर्छ र त अनि बुझ्छ नि त होइन के रहेछ कसो रहेछ भनेर त्यही भएर त्यस्तो गर्ने बानी बसाल्नुहोस् सधैँभरि ओके बाई गाइस थ्याङ्क्स फर वाचिङ